हेलो गाइस, तपाईँहरूलाई एउटा कुरा भन्न आएको होइन। अनि मलाई चाहिँ हिजोको दिनमा भिडियो सिडियो बनाउन मन लाग्थ्यो होइन। भिडियो सिडियो बनाएर युट्युबमा हाल्न मन लाग्थ्यो, फेसबुकमा हाल्न मन लाग्थ्यो, तर मलाई चाहिँ लाज सरमले गरेर मैले हाल्न सकिनँ होइन। अनि अरूले केही भन्ला कि भन्ने पनि भयो नि त होइन। तर एउटा कुरा भन्दैछु कि लाज सरम भन्छ कि आथु नै भन्छु म होइन। लाज सरम भन्छ केही पनि हुँदैन, जे गर्न मन लाग्छ जस्तो गर्न मन लाग्छ जुरुक उठ्ने गर्न थालिहाल्ने होइन। त्यो यसले त्यसले कसैले पनि केही पनि भन्दैन। त्यो भन्नेहरूको मुखमा लातका लात हाने हुन्छ होइन। तिनीहरूले तँलाई मुजी आवश्यक पर्दाखेरि कसैले पनि 1 रुपियाँ हेऱ्यो, 1 रुपियाँ हेऱ्यो, कसैले 1 रुपियाँ पनि हेरेन। त्यही भएर जे मन लाग्छ जस्तो मन लाग्छ जुरुक उठ्ने गर्न थालिहाल्ने होइन। त्यो बाना बनाउने कामै छैन है त। मैले त्यति नै भन्न आएको होइन। मलाई एकदम रिस उठिरहेको छ त्यो यो त्यो त्यो होइन। त्यो कहाँ कामै छैन, कामै पाउँदैन। यो त्यो के काम पाउँदैन, त्यो उठेर भाडा बाँध्नु थाल्छ साला। त्यो मलाई यस्तो रिस उठ्छ कि तिमीहरू देखेर होइन। यसले भन्ला त्यसले भन्ला, होटेलमा भाडा बाँध्नु जान्छ नि 8,000 भए पनि पैसा आउँछ त। यस्तो रिस उठ्छ कि पागलहरू। काम साम पाउँदैन, पैसा पैसा आउँदैन, रे काम गर्न जानु त पहिला, काम साम गर्नु पैसा आउँछ। हो मलाई एकदम रिस उठ्छ। ल नभए एउटा कुखुरा सुखुरा पाल्ने होइन, घरमा जे मन लाग्छ त्यही गर्ने, आफूलाई जे मन लाग्छ त्यही गर्ने नि त। आफूलाई जे मन लाग्छ त्यही गर्ने, जस्तो मन लाग्छ त्यही गर्ने। युट्युबमा भिडियो बनाउनु मन लाग्छ भने युट्युबमा भिडियो बनाएर हाल्ने, फेसबुकमा हाल्न मन लाग्छ भने फेसबुकमा हाल्ने होइन। दिनभरि फेसबुकमा अरूले बनाएको भिडियो हेरेर मात्रै हुन्छ त। ल जुरुक उठेर ट्याक काम गर्न थालिहाल होइन। मलाई अरू कुरा भने यस्तै हो, मलाई फेरि रिस उठिहाल्छ है गाइज।